टीआरसी अहिले कोडिसियामा कति सालको बन्छ आजको भिडियोमा भन्दैछु। कति सालको आउँदो रहेछ नयाँ अपडेट है। धेरैले मलाई भन्थ्यो टीआरसी कति सालको बन्छ भनेर। आजको भिडियोमा यसमा म प्रष्ट रूपमा भन्छु। आजको भिडियोमा नयाँ आउनेलाई पनि अलि थाहा छैन होला, पुरानोलाई पनि उति थाहा छैन होला भनेर त्यही भएर नमस्कार, मेरो नाम निको तामाङ। तपाईँ हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल मिस्टर निको। 2025 मा कोडिसियामा हल्ला चलेको थियो 3 वर्षको टीआरसी बन्छ भनेर। सो अहिलेसम्म प्राधित गरेको छैन। यो कसरी हल्ला भयो भनेपछि संसदमा मन्त्रीहरूको बैठक हुँदाखेरि उनीहरूले अब वर्करहरूलाई एक सालको दिँदै झ्याउ भएर अब 3 सालको टीआरसी कार्ड दिन्छु भनेर संसदमा कुरा चलेछ। संसदबाट पास भएको छैन। सो तपाईहरु अहिले टीआरसी पाउँदाखेरि रिअप्लाई गर्दाखेरि 1 सालको मात्रै पाइन्छ। मेरो साथी अस्ति भर्खर उसले अप्लाई गरेको छन्, 1 सालको मात्रै पाइछन् है। धेरैले भन्छ 2 सालको 3 सालको हैन, जुनै कन्ट्रीको पनि 1 सालको मात्रै छ। बस्नियाको, सर्बियाको अनि मस्तियाको जुनै कन्ट्री, इन्डिया नेपालको जुनैको पनि 1 सालको टीआरसी कार्ड पाइन्छ अहिले। 3 सालको त्यो अब कहिले हुन्छ त्यो अब सरकारले कति त्यो मन्त्रीहरूको बैठक भइदाखेरि कुरो चलाएको रहेछ। त्यसमा हल्ला चलाइदियो 2025 हुन्छ भनेर। अहिलेसम्म भएको छैन। अहिले तपाईहरु आउनु नयाँ आउनेले पनि 1 सालको हुन्छ। कुनैको जुनैको पनि 1 साल हुन्छ। त्यो सबैको सिजन वर्किङ भिसाहरूको पनि 6 महिनाको हुन्छ, कुनैको 1 साल हुन्छ। अनि त्यस्तै हुन्छ टीआरसी कार्ड है। टीआरसी कार्ड कुनैको 6 महिना हुन्छ, सिजनमा 6 महिनाको हुन्छ। 1 सालको कन्ट्र्याक्टहरुको 1 सालकै हुन्छ है। त्यही हो सबैलाई। अब धेरैले मलाई सोधे गर्थ्यो, मेसेन्जरमा साथीहरुले सोध्यो, यहाँ भएकोले पनि सोध्यो। त्यसपछि मैले यहाँ चौकीमा पनि गएर बुझे थियो। अनि त्यसपछि यहाँ साथीभाइहरूले पनि सोधे थियो, मैले यहाँको बासिन्दाहरूले पनि सोधेको। सो त्यसरी मैले इन्फर्मेसन निकालेर तपाईहरुलाई न्यू अपडेट दिँदैछु मैले है। धेरैको कमेन्ट बक्समा रहेछ 3 वर्षको बन्छ रे, कयो हल्ला भएछ रे त्यस्तो भन्थ्यो। अहिले हल्ला मात्रै हो, पारित भएको छैन है, बनेको छैन कानुन बमोजिम है। 1 सालको मात्रै पाइन्छ अहिले। आजको भिडियो यति भन्दै अर्को नेक्स्ट भिडियोमा भेट्छु भन्दै बिदा चाहन्छु। हस्, नमस्कार, बाई बाई।